यो चाहिँ उस है त्यो पर्ने जालीलाई यसो भाइ यस्तो यहाँबाट त यहाँ सिस्टम कम्पनी हो किनकि यो कम्पनी पुरैले एरिया बेरेर नि त उता जाली होला फेरि यो सर चाहिँ माथि जाडो छ हो यो नेपालसित घोसिने पनि यस्तो फिल हुन्न कि गोवाल त पैसा पनि फेरि मजाले दिन्छ मैले यहाँ भिडियो बनाइरहेको छु होइन हामी चाहिँ यहाँ गाउँघरतिर यसो हिँडिरहेको जस्तो फिल भइरहेछ होइन सोलु गुम्बामा छौँ हजुर हजुर यार्सा गुम्बा पाइन्छ भने हो यहाँ पुरै यो पातीको जङ्गल हेर्नुहोस् त गाइजहरू पाती मात्र सुकेको आमा ल हेर्नु त हाम्रो त गाउँघरतिर यसो हुन्छ नि त अहिले त गाउँघरकै अनुभव भइरहेछ मलाई होइन चट्ट लगाएर एउटा यार्सा भेटिया थियो हामी टिप्न खोजेको भागिहाल्दो रहेछ हजुर हजुर यहाँ अर्को यार्सा हामी यार्सा गुम्बा टिप्न यहाँ हामी पहाडतिर आइरहेछौँ हामी अहिले दक्षिण कोरियामा छौँ ओ माई गड यहाँ बाटो त दाइ नयाँ अनुभव होइन त अब गाउँघरको अनुभव दाइ छोसी हुनु ल हाम्रो यात्रा रहेको छ हामी चाहिँ लोकल कुखुरा खान मन भएकोले हामी चाहिँ तीन दाजुभाइ चाहिँ निस्किसकेका छौँ रुमबाट ओ माई गड कति हिलो एकपटक कृषि गर्छ तर एक वर्ष खान्छ नि त हजुर तिनीहरूले यो कृषि टनलतिर चाहिँ फर्स्टमा चाहिँ घुराउँछ होइन तिनीहरू त बिउसम्म निकालिरहन्छ भन्नु सक्यो कि मेरो चाहिँ बल्ल यहाँ बाटोमा निस्केका छौँ बेस क्याम्प आइपुग्यौँ तल्लो बेस क्याम्पमा आइपुगेका छौँ अनि पनि तपाईँले सुन्न सक्नुहुन्छ सुवास भइरहेछ चिसो बढ्दैछ हजुर हजुर -25 डिग्री भन्दा माथि रहेछ एकदम 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 हाम्रो दाइ चिसो लागेर दाइले लेक लागेर अलिकति गाह्रो भइरहेछ हजुर अब हामी अलिकति बेस क्याम्पमा बल्ल हामी चाहिँ बाटो भेटाएका छौँ ल ल हिउँ लागेर जुत्ता त पुरै कालो भएछ ल गाइजहरू हामी चाहिँ बल्ल बाटोमा पुगिरहेका छौँ अझै पनि हामी चाहिँ त्यो कम्पनीमा पुगेका छैनौँ हामी एकदम कोरियाको एकदम विकट गाउँमा छौँ विकट भन्न त मिल्दैन यहाँ चाहिँ पूर्वाधार विकासको हिसाबले चाहिँ बाटोघाटो बिजुली बत्ती सबै सुविधाजनक छ विकट त भन्न मिल्दैन हामी चाहिँ यो कम्पनीको बाटो हो कि क्या हो हामी तलतिर लागौँ अब हामीले अझै पनि बाटो भेटाएका छैनौँ ठुलो पोखरी छ लुकाइचहरू म हाम फालिएर छु एकछिन भन्दै तिमीले माया मारिछौ न भन्दै कता गयो हाम्रो पुष्प भाइ केही जाओस् न दुई टुक्का टक्क लाएर होइन मान्छे त के हो दाजु यस्तो हेन्सम भएर है कता हो उही बेला म पन बिके खोली गगन मासु र भात आउँदो ढल्की जोबन मासु र भात आउँदो ढल्की जोबन ए ढुङ्गाले हानु कि सोचो खोली गगन ए भोटाले हात आउँदो ढल्की जोबन भोटाले हात आउँदो ढल्की जोबन ल गाइजहरू लाइक कमेन्ट गर्न चाहिँ नभन्नु होला होइन मिठो माया छ हामी चाहिँ जति टाढा भए पनि माया चाहिँ सबैलाई एकदम चिसो मौसममा चाहिँ तातो न्यानो माया छ ऊ त्यहाँ गएर त्यो गाडी स्टार्ट गरिहाल्नु त दाइ नि कम्पनी भेटाएका छैनौँ हामी यहाँ बाटोमा हिँडिरहेछौँ यहाँ यस्तो त्यो बाटो
मेरो चाहिँ यता खेतको रिपेयर गर्ने अलि सक्यो नेपाली ओके बल्ल चाहिँ आइडिया आयो ल हामी चाहिँ फाइनली सियुमा आइपुगेका छौँ ट्रक लाएर 안녕하세요 के खाने दाइ हामी एकछिनसँग मैले तातो हुन्छ के लाने के खाउँ है के खाउँ ओके तातोको त खाउँ लेक लाग्यो पहाडमा चढ्दा चिसो भयो अर्को छ 네, 감사합니다. 네, 저희 झाँपोको त कुरै छोड झाँपो त कुरै छोड्नु न नि यता गाउँको याद आयो यो चाहिँ कुकुर मेरो गाउँमा अनि दुईटा कुकुर छ मेरो घरमा कोरियानी कुकुरहरू भुकिरहेको आवाज सुनिन्छ हामी हराइन्छ कि भन्दै हुनुहुन्छ हाम्रो अगाडि हाम्रो दाजुले कुखुरा खोज्न हिँडेको कोरिया भन्ने मान्छेलाई कोरियाको वास्तविकता देखाउ ल कोरिया भन्ने मान्छेहरू यता हेर्नु हाम्रो गाउँभन्दा पनि हेर्नु त एकदम पुरानो घरहरू हाम्रो गाउँ ठाउँ जस्तै छ झझल्को दिने ऊ हेर्नु ढोका गाईचरू यहाँ हेर्नु कोरियाको ढोका ऊ त्यो ढोका हेर्नु त गाईचरू ऊ ढोका ल हाम्रो गाउँघरतिर जस्तै छ कोरियामा पनि यता हाम्रो यहाँ रोडको छेउमा खाली जग्गा पनि एउटा बाँकी छोडेर आमा यस्तरी प्याज लगाएको छ सेम गाउँघर हाम्रो गाउँघरतिर जस्तै एकदम पुराना घरहरू छन् हजुर हजुर ऊ त्यहाँ ठुलो खसीहरू ऊ त्यहाँ गाई फार्म रहेछ ऊ ठुलो खसीहरू ल हामी चाहिँ बाटोमा हिँडिरहेछौँ अझै नै भेटेको छैनौँ आमा गाउँघर जस्तै झल्किने